हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला र म पनि सन्चै आरामै छौँ। न्यू डे न्यू ब्लग गाइज। आज चाहिँ ह्याप्पी शिवरात्रि सबैजनालाई। आज चाहिँ हामी शिवरात्रि कसरी मान्छौँ त भनेर हजुरहरूलाई देखाउँछौँ है। अनि हजुरहरूले चाहिँ कसरी मान्नुभयो कमेन्टमा भन्नु होला गाइज है त। आज चाहिँ अब म चाहिँ कहाँबाट सुरु गर्छु भने म फेरि पनि उठेर मैले फेरि आधी आँगन लिपेँ। अघि यसरी लिपेँ मैले आधी आँगन है। यसरी मैले आधी आँगन लिपेँ र मैले यिनीहरू चाहिँ हिजै लिपेको हजुरहरूलाई देखाइसकेको छु। अनि अघि नै चाहिँ मैले यति चाहिँ लिपेको होइन। अनि म चाहिँ नुहाइधुवाइ केही पनि गरेको छैन। अनि म चाहिँ आज व्रत बस्नु हुँदैन नि त। अनि त्यही भएर म व्रत बस्दै होला गाइज, हुँदैन। अनि त्यही भएर हो व्रत बस्न मिल्दैन, जुठो परेको छ। अनि त्यही भएर गाइज है। अनि आज चाहिँ अनि मैले मेरो नानी चाहिँ आज व्रत बस्नु भयो होला सायद। मेरो नानी बस्छु भन्दै हुनुहुन्थ्यो। मेरो नानी चाहिँ व्रत बस्नुभयो। अनि म चाहिँ बसिनँ। म चाहिँ नुहाइधुवाइ पनि गरेको छैन किनभने म जुठो भएको छु, त्यही भएर हो। अनि गाइज है, अनि नानी चाहिँ यता पूजापाठ गर्दै हुनुहुन्छ आज चाहिँ पूजा कोठामा है। अनि देखाउँछु म नानीलाई। यता चाहिँ पूजा गरिरहनु भएको छ यसरी। ल ल पूजा गर्नु राम्रो भएको छ नि। पूजा गर्नुपर्छ, आँटेको सबै कुरा पुरा होस्। मेरो नन्दा नानीको सधैँ खुसी हुनु, कहिले पनि रुन नपरोस्, आँखाबाट आँसु नझरोस् है। आजको दिन चाहिँ राम्रो हुनपर्छ, राम्रो गर्नुपर्छ गाइज, यस्तो छ है। अनि यसरी पूजा गरिरहनु भएको छ नानीले चाहिँ अहिले। अनि म चाहिँ गरिनँ। अनि त्यहाँबाट मैले आज मासुहरू पनि पकाएँ गाइज। मासु पकाइछु मैले आज यहाँ किचनमा, हजुरहरूलाई देखाउँछु ल। मासु पकाएँ मैले आज गाइज, भैँसीको मासु। त्यो चाहिँ भैँसीको मासु हो। अनि दाल चाहिँ भात चाहिँ पाकिसक्यो। अनि दाल पकाउँदैछु गाइज है। अनि आज सबैजनालाई ह्याप्पी शिवरात्रि। र मेरो माइती फ्यामिली, मेरो मम्मी बाबालाई पनि धेरै मिस गरेको छु। सबैजना यो भिडियो हेर्नुहुन्छ भने मेरो मम्मी बाबालाई पनि धेरै मिस गरेको छु। मिस यु मम ड्याड, मेरो बाबा मम्मीलाई है। अनि नआत्तिनु होला, म सन्चै छु, म राम्रै छु। अनि मेरो मम्मी बाबालाई चाहिँ राम्रोसँग शिवरात्रि मान्नु होला भन्न चाहन्छु। यो भ्लग चाहिँ पक्कै पनि मेरो मम्मी बाबाले हेर्नुहुन्छ है। मेरो भगवान् भनेकै मेरो बाउआमा हुन् गाइस। सबैजनाको बाउआमै हुन्छ भगवान् भनेको। अनि कस्तो शिवरात्रि कस्तो भइरहेछ हजुरहरूले कमेन्ट गर्नु होला है। अनि रमाइलो भयो होला हजुरहरूलाई। पक्कै पनि शिवरात्रि हाम्रो चाहिँ खासै अब घरमा अब त्यति धेरै फ्यामिली हुनुहुन्न नि त। अब आमा बुबा हुनुहुन्न, कोही हुनुहुन्न नि त। अनि त्यही भएर ठिकै छ, हामी खुसी नै छौँ, बसिरहेछौँ। अनि अब गाइज है, अनि भोलिबाट चाहिँ हाम्रो मुकबाङ भिडियोहरू आउनेछ। हजुरहरूले हेर्नु होला, माया साथ सपोर्ट गर्नु होला। भिडियोलाई चाहिँ कोही नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला गाइज है। अनि सबैजना सन्चै आरामै हुनुहुन्छ होला है। म चाहिँ अब यस्तै छ, अब एकछिनमा नुहाइधुवाइ गर्छु अनि खानासाना खान्छु। अनि मेरो नानी चाहिँ अलि ठिक भएको छ सन्चो। नमस्कार हजुर, मेरो छोरी चाहिँ बिरामी हुनुहुन्छ। यता हेरिदेऊ, यता नमस्कार गरिदिऊ। सानोलाई लगाइदिनु छोरीलाई। बिरामी ल टिका लगाउनु सानो, अलि बाक्लो बनाउनु न टिका। अलि पछाडि दिएको सानो टिका लगाएको। तल लगाइदिनु न, तल यतिको। नमस्ते गर्नु ल। नमस्ते गर छोरा, नमस्ते गर। नमस्ते जिउ गरिदेऊ। सबैलाई ह्याप्पी शिवरात्रि है हजुर। धेरै नखानु है, आजको दिन खानु चाहिँ पर्छ तर धेरै नखानु है। म पनि खाइदिने हो आजको दिन त। रमाइलो त गर्नु पर्यो नि। आज मरिन्छ कि भोलि मरिन्छ थाहा हुन्न। ल कति राम्रै देखिनु भए मेरो नन्दा चाहिँ यहाँ पूजापाठ गरेर पनि। ल बसमाइदिन्छु है। ल ठिक छ, म यसरी समाउँछु। ल गाइस, म चाहिँ अब नुहाइधुवाइ नगरे पनि टिका त लगाउनु पऱ्यो। बिहान त मुख त धोएको हो मैले।
ल गाइस मैले टिकाहरू पनि लाएँ है। अब यता बाबुलाई टिका अलि राम्रो राम्रो आशिक दिनु। गाइज मेरो भाइको बिहे गर्नु छ, कोही सिधा सादा हुनुहुन्छ भने है सम्पर्क गर्नु होला है त। कोही सिधा सादा घर गरेर खाने अथवा यो बहिनी हुनुहुन्छ भने सम्पर्क गर्नु होला, किनकि यो भन्न त हुन्न तै पनि हजुरहरूलाई भनेको है। तपाईँले नि ढोक्नु न बहिनीलाई खुट्टा। ल ल बाबुलाई लगाइदिनु भयो अनुरागलाई। सानो पहिला अनुरागलाई मुख धुन पर्दैन त। ल बुढाको खुट्टा ढोक्न पर्छ है। खुट्टा ल्याउनु निहुरेर ढोक्ने हल्का त उचालो पर्यो नि, साह्रै निहुराइदिने हो सर्लकै होइन त। सानो ल अनुरागलाई ल ल भन्नुहोस् भन्नुहोस् हजुर। मेरो छोरो कति ठुलो भइसक्यो है मेरो बच्चा। सानैमा बिहे गरेपछि धेरै फाइदा हुने रहेछ। छोरा पनि छोरी पनि। खुट्टा ढोक्न दिदीको दिदीको खुट्टा ढोक्न पर्यो। के पाप लाग्छ अरे दिदी खुट्टा ढोक्न परिहाल्यो नि। भाग्यमानी होस् मेरो बाबु, राम्ररी पढोस्। सानो मासु पाक्यो होइन त? पाक्यो अब खाने। एक पिस चाख्छु कि म कस्तो भयो। बुवालाई चढाउन पर्छ। तपाईँ किन अहिले यस्तो हुनुभयो? हुन्छ 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 गाइस है अब पहिला सुरुमा बुवालाई चढाउ रोक्नु न एकछिन। तिमी त्यतिखेर चढाइहाल्नु। बुवालाई चढाउनु पर्छ अनि चढाएर यताउति गरेपछि हामी खान्छौँ है। अनि हजुरहरूलाई अब हजुरहरूले नि खानुभयो होला। आज त मासु र भात शिवरात्रिमा मासु भात खानुपर्छ, रमाइलो गर्नुपर्छ है सबैजनालाई। अनि गाइस खुसी हुनुपर्छ है। अब जतिसुकै मनमा जति पिर भए पनि हाँसेर चाहिँ हिँड्नुपर्छ गाइस। जस्तो सुकै भए पनि म त जतिसुकै मनमा पिर भए पनि हाँसेर चाहिँ हिँड्छु गाइस है। किनभने मनमा त जसको नि पिर भइहाल्छ होइन। मनमा चाहिँ जे जस्तो सुकै जति नै मै हुँ भन्नु हुनेहरूले पनि मनमा चाहिँ खुसी भएको हुँदैन होइन। मुखमा चाहिँ हाँसो चाहिँ सधैँ हुन्छ। र आजको दिनमा त्यही हो, दुःख भन्ने कुरा लुकाएर हाँसो चाहिँ बाहिर निकालेर हिँड्नु पर्ने रहेछ। त्यही ठुलो कुरा हो गाइस है। अनि त्यही भएर आज चाहिँ मेरो नानी अब नाच्नु जाने हो भन्नुभयो। नाच्नु त परिहाल्यो यति राम्रो ऊ भएपछि त होइन। मेरो बुढा त नाच्नुहुन्छ खतरा। झम्के फुली नाकैमा बुलाकी यसपालि त झै पार्ने होला नि। ज्वाइँ चाहिँ टाढा बहिनी चाहिँ माइतमा जहाँ भए नि माया छ साथैमा। झम्के फुली नाकैमा बुलाकी यसपालि त झै पार्ने होला कि। धन्यवाद। ल गाइस है फाइनली नानी पनि नाचिहाल्नु भयो। कति राम्रो देखिनु भएको थियो नाच्दाखेरि र सबै कुराहरू है। सधैँ राम्रो होस् भन्न चाहन्छु गाइस है। अनि त्यहाँबाट अनि गाइस यस्तै छ, रमाइलो गर्नुपर्छ है। अब के गर्नु, रमाइलो भन्ने कुरा यस्तै हो होइन। दुःख सुख भन्ने कुरा यस्तै हो। दुःख भन्ने कुरा सबैलाई हुन्छ, तर अलिअलि चोट पर्दा यो मन रुन्छ भने जस्तै गाइस मैले चाहिँ साइरी खाने गएँ। अनि आज शिवरात्रिको दिन उता वहाँनिर मन्दिर छ है। हजुरहरूलाई म बेलुका देखाउँछु। हामी बेलुका जान्छु एकछिन भए पनि नाच्नलाई। अनि हजुरहरूलाई चाहिँ देखाउँछु है त। ल मेरो बुढा चाहिँ मलाई सिकाउँदै हुनुहुन्छ यस्तो गर गर्नु पर्यो। नजानेको कुरा कसले सिकाउँछ त? अनि है अनि गाइस एकछिनमा हामी बेलुका जान्छौँ एकछिन भयो नि नाच्नलाई।
जाने कि नजाने बेलुका मन्दिरमा नाच्नलाई जाने मन्दिरमा त एकछिन भयो नि जानु जान्छु गाइज म पनि नुहाइधुवाइ गर्छु चटक चुटुक्क बन्छु जानु पऱ्यो नि नानी लिएर नानीलाई अलि सन्चो होइन अहिले त अलि सन्चो भएको छ अहिले लिएर जान्छौँ यसो नाचे जस्तो गरेर आउँछौँ भगवान्को उसमा ऊ पनि गर्नुपर्छ नि त होइन अनि भगवान्लाई दर्शन पनि गर्नुपर्छ नि त मन्दिर छ नि त गाइज हाम्रो गाउँमा यहाँ ठुलै मन्दिर छ अनि हामी मन्दिरमा गएर गर्छौँ है अनि गाइज ल ल ल गाइज गाइज अब चाहिँ म के अरे मोबाइल समाउँछु ल हिँडेर बाबालाई चढाउनको लागि बाबालाई चढाइहाल त ए भोग लागेको छ चढाउ न के भएको छ र अब चढाउन गाइज म चाहिँ अहिले चाहिँ मैले चढाइन बुवालाई अहिले एकछिनमा चढाउँछु अहिले खाना खाने टाइम भएको छैन नि त अनि अहिले एकछिनमा म खाना खाने बेलामा चाहिँ बुवालाई चढाएर अनि खाना खान्छौँ गाइज है अब चाहिँ हामी छुट्टिन्छौँ कोही नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला सबैजनाले यो भिडियो फुल भिजिट नगरिकन हेरिदिनु होला लाइक कमेन्ट सेयर गर्नुहोला सबैजनाले माया साथ सपोर्ट गर्नुहोला र आगामी दिनमा पनि यसरी नै नयाँ भ्लगहरू हजुरहरूको माझमा ल्याउन पाऊँ हजुरहरूले माया गरिदिनु भयो भने साथ सपोर्ट दिनुभयो भने हामी सधैँ अगाडि बढ्ने हौसला बढ्ने छ गाइज सबैजनालाई धेरै धेरै धन्यवाद र धेरै माया धेरै सम्झना ह्याप्पी शिवरात्रि गाइज ओके त छुट्टिन्छौँ बाई बाई गाइज